सो गाइस यो चाहिँ घोराई हो, घोराईको भरतपुर। कोही ठाउँ चाहिँ बाटो पिच छैन, घोराईमा यस्तो छ क्या होइन। ड्युटी जानु पर्छ आफूले चाहिँ, पानी पऱ्यो किचड किचड हुन्छ कोही ठाउँमा। नवराल चौधरीले राम्रोसँग बाटो पिच गरिदियो भए त राम्रो हुन्थ्यो। कोही ठाउँमा मात्रै न, धेरै जस्तो ठाउँमा दामी छ फेरि ठाउँ, मस्त छ, बाटो साटो पिच छ। जोस् घोराईमा दाङमा कसले विकास भएको भन्ने छैन होइन, विकास भएको छ यार। नभन्ने मान्छे त विरोधी होइन। यस्तो दामी दामी अपार्टमेन्टहरू छन्, ठुल्ठुला प्राइभेटहरू छन्, सरकारी अपार्टमेन्टहरू छन् होइन। हामी चाहिँ अब घोराई त्यहाँमा काम गर्छु मैले, मालाइनमा। पहिला मालाइनमा गर्थेँ, अहिले चाहिँ सरी मालाइन छोटैमा आएको छु। ग्रिन एस्टर्न होटल भन्ने आएको त्यहाँमा आएको छु। यो पनि 3 स्टार प्रपर्टीको हो। ड्युटी जाँदैछु। पहिलाभन्दा हल्का चाप बढाएको छ आजभोलि। यो नेपालको चलबल घोराईमा कोही ठाउँ चाहिँ नवराल चौधरीले बहुत गलत गरे खानकै ठाउँ ठाउँमा यस्तो पानीहरू छ। यसको लागि चाहिँ अब केही अनुसन्धान गर्न पर्यो, जनता जाग्न पर्यो भनेर अभियान चलेर राखौँ। के हुन्छ यी देशीहरू आएर हेर्नु यस्तो गरेर हेर्नु, ठाउँ ठाउँमा कभरे व्यवसाय राखेर अलि नराम्रो भयो कि देशीहरूले गर्दा चाहिँ घोराईको हाम्रो लुक खराब हुनुभयो कि। बस्दा आएर बसे त के हुनु त, ठाउँ ठाउँमा यता रोड कब्जा गरेर बस्दिनँ कि। अनि त्यही कारणले गर्दा चाहिँ देशीहरूले चाहिँ हल्का केही गर्नु पऱ्यो, मेरो मान्यता यही छ। यो चाहिँ सरकारी जग्गा हो, नेपाल सरकारी जग्गा। हेर्नु देशीहरू आएर यस्तो अवरोधमा आएर कब्जा गरेर बसिरहेको छन्। यिनीहरूले केही गर्न पर्यो नेपाल सरकारले। भोलिपछि नेपाली बस्ने ठाउँ हुन्न, देशीले सब कब्जा गरेको बजार बजारमा चाहिँ नेपाली त्यस्तो फ्ल्याट लिएर बस्नु परेको छ। यस नेपालमा पनि थार चाहिँ राम्रो छ। जोस् नेपालमा विकास नभन्ने मान्छे को हो होइन, विकास भएको त। यति दामी 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 कारहरू छन् है, यस्तो राम्रो राम्रो कारहरू छ, यति धन्देरी मान्छेहरू छन्, यस्तरी हिँड्छन् लग्जरी लग्जरी कारमा। विकास भएकै हो, त्यो नभएको भन्ने मिल्दैन नेपालमा। त कोही कोही ठाउँमा हल्का किचडहरू छ कि, ढलको पानी माथि आएर हल्कै गाह्रो भइरहेछ। नत्र भने त विकास भइरहेछ। यस्तो यस्तो बिल्डिङहरू बनिरहेछन्, राम्रो राम्रो रोडहरू, पुरै 4 लाइन रोडहरू छन्। मैले काम गर्नु चाहिँ यहाँ हो, मोहलमा हो। यो घोराईको बिबी चौकदेखि हल्का माथितिर पर्छ नि, त्यही मोहल हो यो। काम चाहिँ यहीँमा गरिन्छ। यो घोराईमा दाङमा यो विकास राम्रै भइरहेछ। ल टप 5 मा आउँछ दाङ पनि। यस्तो राम्रो राम्रो मोहलहरू छन्, यति भिड छ, क्राउड छ मोहलको बाहिर। म चाहिँ अब इन्ट्री गरेँ भित्र। इन्ट्री गरिसकेपछि यो चप चाहिँ माथि, रेस्टुरेन्ट माथि छ है। घोराईको टप 5 मा हुन्छ कि यो मोहल पनि, दामी छ। यो घोराईमा पनि सुखी जमाटो राम्रोसँग चलिरहेको छ आजभोलि। फिल्म हेरिरहेको छ मस्तको, माथि सिनेमा हल छ। हल्दीरामको ब्रान्च पनि रहेछ यहाँ घोराईमा। फोन सोन लिनु पर्यो, आइफोन 17, सामसङको ब्रान्डेड अफिस, ठुल्ठुलो अफिस रहेछ। स्थित हो नि, विकास भइरह, सबै राम्रो छ। जस मोहलमा चाहिँ बाहिर हल्का गन्दा भयो भने, जस जेन्दी आन्दोलन पछाडि हल्का सुध्रेको छ कि पहिला भन्दा। सुशीला काकीले केही गरे जस्तो छ होइन। स्पेलेटरमा लगाइदिएर रहेछ मोहलमा, सट्ट लाएर स्पेलेटरमा हिँड्नुपर्छ कहिलेकाहीँ। फाइनली गाइस रेस्टुरेन्टमा आयो, ओइसीमा आइपुग्यो होइन। अब यही त हो, दुखाएर जिन्दगी, जब गर्नै पर्छ। त्यसले भित्र घुसिसकेको छु। हाम्रो श्याम सेफ हुनुहुन्छ त, नमस्कार नमस्कार। फाइनली मेरो लागि के बन्दैछ त आज? छैला चिकन बनाउँछ नि सेफले मेरो लागि। अरू भाइ काम गर्न मजा आइरहेछ नि। यो सुशीला कार्की बनियाबाट नेपालमा धडाधड मोहलहरू खुल्ने, जबहरू पाइने गरिरह।